प्लीज हमारा भिडियो चाहिएको अरे हो कि होइन भन्नु त मामा आसामी चाहिएको होइन मलाई त जस्तो पनि चाहिएको नि काम चाहिँ म त राम्रो गर्न सके हाम्रो काम नेपाली चाहिएको होइन आसामिस नै चाहिएको होइन मामा पोख्नु नि यो गाइस वेलकम ब्याक अगेन टु माई न्यू भिडियो है आफ्टर लङ टाइम अन्त निकै दिन भइसकेको थियो मैले भिडियोहरू नहालेको हो अन्त म चाहिँ अलिकति बिजी थिएँ मेरो आफ्नै काममा सो त्यही भएर अलिकति ब्रेक लिएको थिएँ र अलिक टाइम लाग्छ र त्यही भएर आज चाहिँ अलिकति भिडियो बनाउनु मन लागेर चाहिँ आज भिडियो बनाउनु गइरहेको छु हो अन्त हेर्दै गर्नु होला। तो गाइस आज हम लोग जा रहा है मूली रोपने के लिए मूली मतलब रेडिश तो वी कॉल मूला इन आवर नेटिव लैंग्वेज तो कोई मूला रोप्ने के लिए जा रहा है आज यहाँ नीचे र अहिले भने चाहिँ म यहाँ तल बारी नै आइसकेको छु हो अन्त यहाँ मामाले ड्याङ बनाउनु हुँदैछ मामा यहाँ हेर्नु नि यहाँ हेर्नु नि भन्छु छिटो न ए ल हेलो भन्नु सन्चै छ भन्नु नि मान्छेहरू सन्चै छ तपाईहरु हामी यहाँ मुला रोप्न आएको छौँ यी कुराली देख्नु भइहाल्यो होला हो मामा पनि अन्त यहाँ चाहिँ हामीले खासमा अस्ति नै जग्गा बनाइरहेको थिएँ र अस्ति त रोप्नु भ्याएन अन्त हिजो नि कुनै के थियो अरे त्यही भएर रोपेन हो अन्त आज चाहिँ रोप्न आँटेको अन्त गरम पनि पुरा छ आज घाम कडा लागिरहेको छ हो पानी पनि परेकै छैन यस्तो क्लियर छ दिन चाहिँ आज घाम पनि देख्नु सक्नुहुन्छ टन टन लागिरहेको छ अनुहार पनि डढ्छ होला आज चाहिँ अन्त हाम्रो चाहिँ मकैको टुप्पोहरू पनि काटिसकेको छ हो अन्त अब चाहिँ सुक्ने बेला हुँदैछ सुक्ने बेला भएको होइन मामा अब सुक्ने बेला भएको र त्यही भएर टुप्पो चाहिँ काटिसकेको छ हो तर मकै चाहिँ उठाएको छैन अब सुक्ने बेला हुँदैछ अन्त त्यस्तो मजाले प्रपरली सुकेको छैन भनौँ न सबै अन्त त्यस्तो कम्प्लिटली सुकेकै छैन र त्यही भएर टुप्पो मात्रै काटेर छोडिरहेको छ हो यहाँ मकै चाहिँ अब कहिले काट्ने मामा कहिले टिप्ने मकै मामाले भोलि पर्सि टिप्नुहुन्छ अरे हो अन्त यसरी राखिरहेको छ अहिले चाहिँ देख्न सक्नुहुन्छ हामी ड्याङ बनाइसकेर यहाँ बसिरहेको छ गरम भएर पसिनै पसिना यसरी देख्न सक्नुहुन्छ र ड्याङ पनि देख्न सक्नुहुन्छ है यहाँ म चाहिँ ड्याङ उठाउँदै थिएँ मामाले चाहिँ ड्याङ मिलाउँदै थियो हो अन्त देख्न सक्नुहुन्छ यस्तो बनाइसकेको छ हामीले चाहिँ र अब चाहिँ यहाँ ड्याङ पनि बनिसकेको छ अन्त र अब एकछिनमा चाहिँ मुला पनि रोप्नु थाल्छ हामी यहाँ मामा पनि थाकेर हत्तु भइरहेछ थाकेन मामा ल अब चाहिँ हामी एकछिन रेस्ट गर्नेछौँ हो अन्त अब एकछिनमा भेटौँ होला हामी चाहिँ र अहिले चाहिँ मामाले यहाँ थालिसकेको छ हो मुला रोप्नु अब लाइन बनाउँदैछ त्यो झार फालिदिनु हामी चाहिँ अब मुला रोप्न थाल्दैछौँ ल मुला हाल्नु नि छिटो कतिवटा हाल्छ एउटा लाइनमा बाक्लो लाउनुहुन्छ ढुक्कुले खाइहाल्छ त्यो ढुक्कुले खान्छ त्यही कारणले बाक्लो लाउनुपर्छ हामीले चाहिँ बिउ ल हल्का छोपिदिनुपर्छ यसलाई र देख्नु भइहाल्यो होला है तपाईँहरूले नि मुला रोपेको र अब चाहिँ यसलाई चाहिँ रोपिसकेर छोप्नुपर्छ हो छोप्नु चाहिँ किन पर्छ भन्दाखेरि चाहिँ यहाँ ढुक्कुरहरूले साह्रै दुःख दिन्छ अन्त एक त घरकै कुखुराहरू छ माक्क लाचिनाएर आएर पुरा खोर्सिदिन्छ यस्तो चिल्लो बारी देख्यो भने चाहिँ र अब यहाँ रोपिसकेर चाहिँ अब सोत्तरहरूले के उनीहरूले छोप्नुपर्छ र अहिले चाहिँ कति 1 2 3 4 5वटा ड्याङ रोपिसकेको छ अन्त यो चाहिँ लास्ट एउटा ड्याङ हो यहाँ नि सक्न आँटेको छ रोपेर
हेर्नु सक्नुहुन्छ हाम्रो मामा चाहिँ यस्तो डरलाग्दो मेहनती छ काम गरेकै मामासँग को आउनुहुन्छ हेर्नु हुँदैछ भने भन्नुहोस् होला है हेलो हाय मामासँग आयो चाहिँ नेती छोरी भाग्यमानी हुन्छ हो काम चाहिँ डह्रो गर्छ मामाले अन्त मामाले चाहिँ फेरि नेपाली चाहिएको होइन अरे आसामिस चाहिएको अरे हो कि होइन भन्नु त मामा आसामिस चाहिएको होइन मेरोमा चाहिँ आसामको केटीहरू नि एड मतलब प्योर आसामिस चाहिँ होइन नेपाली आसामिस चाहिएको अरे हो मामालाई कि प्योर आसामिस चाहिएको मामा मामा भन्नु नि ए मलाई त जस्तो नि चाहिएको नि काम चाहिँ म त राम्रो गर्नु पर्यो नि काम गर्ने हो चाहिएको त्यस्तै नेती छु म चाहिँ सुनिहाल्यो होला तपाईँहरूले नि मामाको कुरा मामालाई चाहिँ काम गर्ने खालको चाहिएको अरे हो अहिले सके हाम्रो काम नेपाली चाहिएको होइन आसामिस नै चाहिएको होइन मामा मामा तपाईँको फिलिङ्सहरू एक्सप्रेस गर्नु नि मजाले के भन्छ त्यसलाई मनको कुराहरू पोख्नु नि हाय 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 र अहिले चाहिँ हामी यहाँ ड्याङ पुर्दैछौँ यसरी त्यो अहिले भर्खर रोपिसकेर केराको पातहरूले छोप्दैछ मामा नि भन्दिनँ अलिकति किन छोपेको यो चाहिँ गाइस ढुकुरले खान्छ भनेर त्यसरी छोप्नुपर्छ सुनिहाल्नुभयो होला हो र अहिले चाहिँ छोप्ने काम चल्दैछ यहाँनिर र अहिले चाहिँ छोपिनसक्यो हो केराको पातहरूले यो चाहिँ 1-2 दिनको लागि मात्रै हो कुखुराहरूले नखोर्छोस् भनेर यतिकै राखेको तो अभी हम लोगों का काम भी कंप्लीट हो चुका है और यहाँ पे मामा मिट्टी से ढक रहा है हाँ कुछ कह दो हिंदी में एक दो लाइन माँ प्लीज हमारा वीडियो लाइक कर दीजिए कमेंट पनि लाइक कमेंट कर दीजिए तो सुन लिया होगा गाइस आप लोगों ने तो वीडियो अच्छा लगा तो लाइक कर दीजिए कमेंट भी कर देना और आज का वीडियो बस यही तक था तो थैंक यू सो मच फॉर वाचिंग सी यू गाइस इन नेक्स्ट व्लॉग टिल देन टेक केयर बाय बाय लव यू ऑल